नमस्कार, म लोक तथा दोहोरी गायक राजन कार्की। आज हामी धेरैभन्दा धेरै टाढा एउटा गाउँमा आइपुगेका छौँ, जुन गाउँमा अत्यन्तै परम्परागत अनि मौलिक गीत गाउने आमाहरूलाई मैले आज भेटेको छु। उहाँसँग केही अन्तरङ्ग कुराकानी गर्नेछु। आमाको नाम के पर्यो? हिराकुमारी तामाङ हो बाबु। ए, हिराकुमारी तामाङ। अनि उता आमाको? लक्ष्मी बराल। अनि यता आमाको? यता आमाको यादुमाया। यादुमाया कति वर्ष हुनुभयो? 7 साल कति भयो? 7 साल भनेपछि हिसाब गर्नुपर्छ होइन? 84 पूजा त लाउनु भएको छैन नि? एहे, अनि यता ओहो, पुग्नु भएको छैन। यता हजुर कति वर्षको हुनुभयो? 45। अनि यता हजुर? 64 वर्ष। 64 वर्षको हुनुभयो भनेपछि आज हामी केही कुराहरू गर्छौँ होइन? तपाईँको बाल्यकाल कसरी बित्यो, त्यसभन्दा पछाडिका दिनहरू तपाईँले कसरी बिताउनु भयो, घरमा को हुनुहुन्छ, आज यो ठाउँमा हामी आउने क्रममा, सुटिङ गर्न आउने क्रममा केही कुराहरू गर्छौँ। तपाईँको बाल्यकाल कसरी बिताउनु भयो आमाले? बाल्यकालमा कस्तो हुनुहुन्थ्यो तपाईँ? गीत गाउनुहुन्थ्यो है? अनि यता आमाले गाउनुहुन्थ्यो? गीत गाउनुहुन्थ्यो? अलिअलि गाउनुहुन्थ्यो। यता आमाले के गर्नुहुन्थ्यो? मैले त जानिनँ बा, नाच्न जाने, गाउन जानिनँ। अहिले नाच्न आउँछ कि आउँदैन? आउँछ कि मन अहिले मैले भएन, मन मात्र उचालिन्छ, हातबाट चल्दैन। ए, मन चाहिँ उचालिन्छ, हातबाटै चल्दैन। अनि अब आज गीत सुन्नु पर्यो। याद आउँछ क्या, अहिले नाचेको याद आउँछ। बेलुका नाचेको बिहान उज्यालो हुन्थ्यो। पहिला त्यस्तो नाच्नुहुन्थ्यो है? त्यस्तो नाच्नु, अब त्यहाँदेखि कहिले पचाउँछु? अहिले हो त नि, भन्दाखेरि यो कथा जस्तो हुन्छ। अनि घरमा अहिले को हुनुहुन्छ? घरमा छन् छोरा बुहारी नाति नातिना। चिया खाउनु। अनि सबै हुनुहुन्छ है? अनि यता हजुरको? एउटा श्रीमान छैनन्, अरू सबै छन्। ए, बुवा हुनुहुन्न? हजुर। भनेपछि आमालाई छुट्टै किसिमको एउटा पीडा छ। ठिकै छ, आज हामी यहाँ रमाइलो गरिरहेका छौँ। त्यो पीडामा एउटा मैले पनि गीत गाएर हजुरलाई सुनाउने छु। यता पहिला आमाले पनि एउटा गीत गाएर सुनाउनुहुन्छ। खै के गाम बाबु? एउटा हजुरले पहिला गाउने एउटा कुनै मौलिक गीत गाउने त बिर्सियो बाबु, आजभोलि त बिर्सनु भयो। कति आउँथ्यो। रातोले गाउनु भयो नि? दाइ गयो म जान पाइन, फुल भरेको पुताली रेलैमा, होइन? ल अब अरू यस्तै गीतहरू हजुरले गाउनु न, कुनै गीत। अब गाउने गीतहरू कुनै पुरानो गीतहरू तपाईँको वैशालु उमेरमा होइन? माथि राख्नु न, पोहोर पर्छ तिहारमा। मजासँग ढोक्क भएर यता दिदीले गाउनु भएको छ। तेलमा तारेको आलु, रेलमा चढेको मायालु, तेलमा तारेको आलु, रेलमा चढेको मायालु, रेलमा चढेको मायालु, हाम्रो भाइ सुनको टुकुरो दुलैले नभनेर दुकु, होइन त? ल अब हजुरले गाउने गीत सुनाऊ। अहिले पुरानो गीतहरू यो त अब रेकर्ड भइसक्यो। पुरानो गीत कसले गाउने? अब हामी यति मध्येमा जसले गाउने हुन्छ हाम्रो आमाहरू हुनुहुन्छ। मौलिक गीत एउटा उहाँले सुरु गर्नुभयो, मैले पनि गाएँ, अब हजुरको पालो। हो, बजेको नि, बजेको सट्टामा हो त। ल सबैको हजुरले गाउने, हाम्रो दिदीले सोध्दै हुनुहुन्छ। दिदीले म एउटा गीत गाउँछु है त। सानो छँदा हुर्काए उनी पछ्यौरीले बेरी, दिन रात रुन्छु आमा तिम्रै फोटो हेरी, सधैँ देख्छु सपनीमा दसैँ तिहारको, आमा तिम्रो हाँसमा र मामा घर गएको, म साताको छँदाखेरि बाबा स्वर्गे हुनुभयो, मलाई काखमा च्यापी च्यापी मेरी आमा रुनुभयो, 10 रुपियाँ ऋण माग्दा नि गाउँकाले नि ऋण दिएनन्, दाजुभाइ भनाउँदाले एउटा टालो किन्दिएनन्, जाति सम्झी रोए नि धर्केर मेरी आमा आउँदिनन् फर्केर, जाति सम्झी रोए नि धर्केर मेरी आमा आउँदिनन् फर्केर, दाइले पनि बिहे गरे भाउजूसँगै गए, केहीको कमी हुने थिएन मेरी आमा भए,
कतिसम्म दुखी रहेछु क्या भागी कर्म विदेशबाट नेपाल आउँदा आमा छैनन् घरमा जति सम्झी रोए नि धर्केर मेरी आमा आउँदिनन् फर्केर भए पनि जेठा र कान्छा बुढेसकालमा रोएरै दिन जान्छ भए पनि जेठा र कान्छा बुढेसकालमा एकालै दिन जान्छ सुन्ने लाग्ने साडा र बाडामा मेरी आमा नहुँदा आडामा धन्यवाद छ यस्तो छ अब यो गीत वास्तविक छ आमाहरूलाई धेरै आमा रुने गर्नुहुन्छ अहिले रुन्न भरे भरे रुन्छु तर हजुर आमा त अब हजुर ढिलो रुनुहुन्छ आमा अप्ठ्यारो नभन्नु आमालाई मन छ यो गीतले हैन हाम्रो नि छैन मेरो त आइले आज हामी यो बसाइमा छौँ अलिकति टाढा सुटिङको क्रममा आमाहरूलाई भेटिरहेका छौँ आमाहरूसँग परम्परा गीत मौलिक गीतहरूमा आफै पनि आमाहरूलाई गीत गाएर एउटा मनोरञ्जन दिने काम गरिरहेको छु आमाहरू हुनुभयो मलाई पनि अत्यन्तै दुःख लाग्यो कति दुःख गरेर हुर्काएर आफूले छोराछोरीको पालन पोषण गरिन्छ त्यसपछि छोराले विवाह गर्छ बुहारी ल्याउँछ अन्तमा छोराले बुहारीले केही गर्लिन् भन्ने एउटा आशामा आमाहरूको त्यो झिनो आशा जिन्दगीभरि नै त्यो आशा रहिरहेको हुन्छ यही विषयवस्तुमा आधारित रहेको एउटा गीत मैले प्रस्तुत गरेँ जुन आमा एल्बमबाट तारानाथ आचार्य र गणेश जीसीका शब्द मेरो आफ्नो लय सृजना र मेरो आफ्नो आवाजमा रहेको दर्शक श्रोताले अत्याधिक रूपमा मन पराएको यो गीत हो बजारमा आइसकेको छ तपाईले पनि सुन्न सक्नुहुनेछ हेर्न सक्नुहुनेछ र आज विशेष गरी हामीलाई यो क्यामेरा सहकर्मी श्रीकान्त सिगदेल त्यसैगरी नवीन भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी यो बसाइ यो कार्यक्रमको अलि अन्त्यतिर छौँ अन्त्यमा के भन्न चाहनुहुन्छ हजुरले हैन यो तपाईले युट्युबमा धेरैभन्दा धेरै दर्शकहरूले हेर्दै हुनुहुन्छ विदेशमा पनि हेर्दै हुनुहुन्छ स्वदेशमा पनि हेर्दै हुनुहुन्छ अन्तमा तपाईँलाई के भन्न मन लागेको छ तपाईँका छोरा परदेश हुनुहुन्छ भने केही सन्देश दिन चाहनुहुन्छ भने या मजासँग भन्न सक्नुहुन्छ के सन्देश दिनु बाबु मेरो छोराहरू सन्चै होस् राम्रो होस् भगवान्ले क्षमा गरोस् खुट्टा नठोकोस् है केही नहोस् मेरो छोराहरूलाई सबैको छोरालाई मेरोलाई मात्रै होइन कि सबैका छोराहरूलाई रक्षा गरून् भगवान्ले भन्दछु बाबु के त आमाले के भन्न चाहनुहुन्छ आमालाई रुवाइयो होइन आमा रुनुभयो अझै पनि रोँदै हुनुहुन्छ ठिक छ यस्तो यो जिन्दगीमा यस्ता उतार चढावहरू हुने गर्छन् आमा भनेको त्यति प्यारो शब्द हो आमाले केही भन्न सक्नुहुन्छ भने के छ भन्न सक्नुहुन्छ आमाले भन्नै सक्ने अवस्था भएन यता आमा पनि बोल्नै सक्नु भएन यता के बोल्नुहुन्छ हजुर हजुर सबै ठिक छ होइन सबैलाई चाहिँ सम्झन चाहनुहुन्छ त्यसै गरी सबैलाई धेरै धेरै धन्यवाद सानो छँदा हुर्काए उनी पछ्यौरीले बेरी दिन रात रुन्छु आमा तिम्रै फोटो हेरी सधैँ देख्छु सपनीमा दसैँ तिहारको आमा तिम्रो हाँसमा र मामा घर गएको म साताको छँदाखेरि बाबा स्वर्गे हुनुभयो मलाई काखमा च्यापी च्यापी मेरी आमा रुनुभयो 10 रुपियाँ ऋण माग्दा नि गाउँकाले नि ऋण दिएनन् दाजुभाइ भनाउँदाले एउटा टालो किन्दिएनन् जाति सम्झी रोए नि धर्केर मेरी आमा आउँदिनन् फर्केर जाति सम्झी रोए नि धर्केर मेरी आमा आउँदिनन् फर्केर दाइले पनि बिहे गरे भाउजूसँगै गए केहीको कमी हुने थिएन मेरी आमा भए कतिसम्म दुखी रहेछु क्या भागी कर्म
विदेशबाट नेपाल आउँदा आमा छैनन् घरमा जति सम्झी रोए नि धर्केर मेरी आमा आउँदिनन् फर्केर भए पनि जेठा र कान्छा बुढेसकालमा रोएरै दिन जान्छ भए पनि जेठा र कान्छा बुढेसकालमा एकालै दिन जान्छ सुन्ने लाग्ने साडा र बाडामा मेरी आमा नहुँदा आडा